हेलो गाइस, त म लागिसकेँ खोलातर्फ देख्न सक्नुहुन्छ तपाईँहरू। म खोलातर्फ जाँदैछु। साइडमा हरियाली देख्न सक्नुहुन्छ र साइडमै रहेको छ पुल निर्माण कार्य पनि भइरहेको छ यहाँ। र तल मन्दिर छ, मन्दिरसँगैको तलपट्टि खोला रहेछ भने तपाईँहरू माझमा लिएर आउँदैछु म सानो छोटो भ्लग। के कस्तो लाग्छ कमेन्टमा भन्न नभुल्नु होला र आफ्नो प्रतिक्रिया कमेन्टमा दिनु होला। हस्, धन्यवाद। र हिँडिसकेको छु, म खोलातर्फ जाँदैछु। ल आइपुगेसक्यो, गोमती खोला आइपुग्यो। केटा हो गाइजहरू, गोमती खोला आइपुगेसकेको छ। गोमती खोला आइपुग्यो गाइजहरू। गोमती खोलामा प्रवेश गर्दैछु। गोमती खोलामा प्रवेश गरियो गाइजहरू। गोमती खोलामा प्रवेश गरियो र आइपुगिसकेको छु म यहाँ। टक्क आइपुगिसकेँ गाइजहरू। म मन्दिरतर्फ लागिसकेको छु। मन्दिरतर्फ लागियो केटा र मन्दिरतर्फ। यहाँ चाहिँ सानो गोमती मन्दिर भन्ने गोमती मन्दिर रहेको छ, देख्न सक्नुहुन्छ तपाईँहरू होइन। साथसाथै बाबाहरू पनि रहेको छ त्यहाँनिर। टक्क साथसाथै कार्यक्रम भइरहेको रहेछ यहाँ चाहिँ होइन। मन्दिरतर्फ लागियो गाइज। यहाँ मन्दिर रहेको छ, देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। मन्दिर बाबाले रहेको छ, देख्न सक्नुहुन्छ। मन्दिरको दर्शन गरिहालौँ गाइजहरू। मन्दिरको दर्शन गरौँ होइन। अब हामी चाहिँ खोलातर्फ लाग्नेछौँ। तर खोला बाटो नरहेको स्थिति देखिएको छु मैले चाहिँ होइन। मन्दिर यहाँ रहेको छ र खोला पासमै रहेको छ भने देख्न सक्नुहुन्छ तपाईँहरू। र म चाहिँ अब खोला नजिकै जानेछु। तपाईँहरूलाई खोला नजिकैबाट पनि देखाउनेछु मैले। लगाइज फाइनल्ली म खोला नजिकै आइसकेको छु र देखाउने छु तपाईँहरूमा त्रिशुली नदीको भ्यू देख्न सक्नुहुन्छ। त्रिशुली नदी तपाईँहरू बगिरहेको छ यहाँ, देख्न सक्नुहुन्छ गाइजहरू। त्रिशुली नदी बगिसकेको छ यहाँ। गाइज म फाइनली त्रिशुली नदीमा प्रवेश गरिसकेको छु। देख्न सक्नुहुन्छ तपाईँहरूले ठुलो नदी रहेको छ, त्रिशुली नदी हो। त्रिशुली नदी त्रिशुली नदी बगिरहेको छ, तरर बगिरहेको छ केटा हो त त्रिशुली नदी। देख्न सक्नुहुन्छ तपाईँहरू। हेर्नुभयो होला तपाईँले त्रिशुली नदी। के कस्तो लाग्छ तपाईँहरूलाई? के कस्तो लाग्छ कमेन्टमा नभुल्नु होला, कमेन्टमा भन्न नभुल्नु होला के कस्तो लाग्छ। र साथसाथै लाइक, कमेन्ट, सेयर पनि
गरिदिनुहुन्छ भन्ने तपाईँहरूमा आज विनम्र अनुरोध गर्दछु। हस्त धन्यवाद। यति भन्दै मेरो कुराहरू, मेरो सानो छोटो मिठो भ्लगहरू यही टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद। तपाईँहरूमा अर्को भिडियो लिएर आउनेछु। बाई बाई।